अस्पतालमा नयाँ डाक्टर साहबलाई स्वागत र सम्मान कार्यक्रम पनि रहेको छ। यो सिङ्गो तीनवटा पाटोहरूलाई समेटेर हामीले छोटो औपचारिक कार्यक्रम गराउने निर्णय गरेका छौँ। कार्यव्यस्तताको कारण आज हाम्रो यस अस्पतालका अध्यक्ष आदरणीय उमाकान्त आचार्यज्यू बाहिर हुनुहुन्छ। कार्यव्यस्तता भन्दा पनि आज उहाँको विशेष दिन रहेको छ, एनिभर्सरी रहेछ। हामी अस्पताल सञ्चालक परिवार एवं मेरो व्यक्तिगत तर्फबाट म अध्यक्षज्यूको वैवाहिक जीवनको सुखद शुभकामना व्यक्त गर्न चाहन्छु। समय उहाँ नहुँदाखेरि आज यस अस्पतालका म्यानेजिङ डाइरेक्टर एमडी आदरणीय लोमस न्यौपानेज्यूलाई कार्यक्रमको अध्यक्षताको लागि म अनुरोध गर्दछु। त्यसैगरी कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नको लागि यस अस्पताललाई लामो समयसम्म मेडिकल सुपरिन्टेन्डेन्टको हिसाबले अस्पताल व्यवस्थापनमा लागिरहनुभएका हाम्रा आदरणीय डाक्टर साहब अर्थोपेडिक डाक्टर साहब नवनीत सिंहज्यूलाई आजको कार्यक्रम विशेष आतिथ्यताको लागि अनुरोध गर्छु। डाक्टरले अगाडि यो चेयर दर्शकको लागि हो, डाक्टरको अगाडि आएर आतिथ्यता ग्रहण गर्नको लागि अनुरोध गर्छु। त्यसैगरी आज हामीले स्वागत र सम्मान कार्यक्रम जसको लागि गरिरहेछौँ, उहाँ डाक्टर साहब उहाँ पोखराबाट आउनुभएको छ। इन्टरनल मेडिसिन डाक्टर साहब विवेक लामिछानेज्यूलाई विशेष आतिथ्यको लागि म अनुरोध गर्छु। यथास्थानमा डाक्टर विवेक लामिछानेज्यूलाई विशेष आतिथ्यको लागि अनुरोध गर्छु। त्यसै गरी आज हामीसँग विशेष व्यक्तित्व भएर सामाजिक क्षेत्रमा लामो समय समाज निर्माणमा लागिरहनुभएका सामाजिक व्यक्तित्व जीवन चक्र समाज नेपालका अध्यक्ष आदरणीय गणेश गौतम सर हुनुहुन्छ। म उहाँलाई विशेष आतिथ्यको अनुरोध गर्दछु। त्यसै गरी हामीसँग लामो समय स्वास्थ्य सेवामा समर्पित रहनुभएका लेटाङ स्वास्थ्य सेवा प्रमुख आदरणीय इन्द्र अरियाल सर हुनुहुन्छ। उहाँ दमकको स्थायीवासी हुनुहुन्छ, उहाँ स्वास्थ्यकर्मी हुनुहुन्छ। इन्द्र अरियाल सरलाई पनि उहाँ आतिथ्यको अनुरोध गरेँ। त्यसै गरी डाक्टर रत्न रञ्जितका जो सर्जन हुनुहुन्छ, लामो समयरत हुनुहुन्छ। त्यसै गरी डाक्टर विशाल प्रति रेडियोलोजिस्ट हुनुहुन्छ, म उहाँलाई पनि आतिथ्यको अनुरोध गर्छु। त्यसै गरी डाक्टर विश्वास खरेल जेनरल मेडिसिन हुनुहुन्छ। त्यसै गरी डाक्टर सञ्जय मेहता मेडिकल अफिसर हुनुहुन्छ, उहाँलाई पनि आतिथ्यको अनुरोध गरेँ। भर्खरै हाम्रो कार्यव्यस्तता आफ्नो कार्यव्यस्तता कारण केही समय ढिलो गरेर यस निम्स नेशनल अस्पतालका सचिव आदरणीय रोशन विष्ट सरको आगमन भएको छ, म उहाँलाई त्यो अनुरोध गर्दछु। त्यसै गरी निम्स नेशनल अस्पतालका सञ्चालक आदरणीय दिदी चन्द्र खड्काज्यूको उपस्थिति रहेको छ, म चन्द्र खड्का दिदीलाई आतिथ्यको लागि अनुरोध गरेँ। त्यसै गरी फिजियोथेरापिस्ट प्रकाश तामाङ सर हुनुहुन्छ, हामी उहाँलाई पनि विशेष स्वागत गर्न चाहन्छौँ। उहाँले पनि केही समय भर्खरै सेवा शुभारम्भ गर्नुभएको छ। त्यसै गरी अस्पताल सञ्चालक धनेन्द्र नेपाल सर हुनुहुन्छ, यहाँलाई पनि हामी आतिथ्यको लागि अनुरोध गरेका छौँ। त्यसै गरी ल्याब इन्चार्ज प्रकाश चापागाई सर हुनुहुन्छ, यहाँलाई पनि हामी आतिथ्यको लागि अनुरोध गर्दछौँ। त्यसै गरी प्रशासन प्रमुख रोशन थापा सर हुनुहुन्छ, यहाँलाई पनि हामी आतिथ्यको लागि अनुरोध गर्दछौँ। त्यसै गरी मेडिकल वार्ड इन्चार्जबाट एलिना गौतम म्याम हुनुहुन्छ, यहाँलाई पनि हामी आतिथ्यको लागि अनुरोध गर्दछौँ। त्यसै गरी सर्जिकल वार्ड इन्चार्ज रेशमा घिमिरेज्यू हुनुहुन्छ, हामी यहाँलाई पनि आतिथ्यको लागि अनुरोध गर्दछौँ। आइसियु इन्चार्ज एजिला लिम्बूज्यू अजिला लिम्बू। त्यसै गरी इमर्जेन्सी इन्चार्ज लक्ष्मी सुब्बा हामीसँग हुनुहुन्छ। सेक्युरिटी इन्चार्ज टिका बुढाथोकी दाई हुनुहुन्छ। लामो समयदेखि उहाँले हामीलाई चाहिँ सेक्युरिटीको जिम्मा लिनुभएको छ, सेक्युरिटी प्रदान गरिरहनु भएको छ। काउन्टर विभागबाट विद्या पराजुली म्याम हुनुहुन्छ। त्यसै गरी मनिषा बोहरा काउन्टरबाट हुनुहुन्छ, हामी यहाँलाई पनि स्वागत र सम्मान व्यक्त गर्न चाहन्छौँ। फार्मेसीबाट मोना सिग्देल हुनुहुन्छ। त्यसै गरी आइटीबाट गौरव धिमालज्यू हुनुहुन्छ। त्यसै गरी स्टोर प्रमुख पूर्ण राईज्यूको पनि उपस्थिति रहेको छ। त्यसै गरी हाम्रो कार्यालय सहयोगी कल्पना म्यामको पनि उपस्थिति रहेको छ। यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दै हामी कार्यक्रम अगाडि बढाउन चाहन्छौँ। यस कार्यक्रमको बारेमा